राजनीतिक रिङमा कहिल्यै नउत्रिएको सुशीला कार्की त भाग्यले गर्दा चाहे सुशीला कार्की चाहे खेलराज रेग्मी उनीहरू त प्रधानमन्त्री भयो भने लाइनमा बसेको मान्छे जो कोही हुन सक्छन्। महेश बस्नेतजी भनेर चाहिँ युवा पुस्ताको बहुतै दरिलो मान्छे हो। वा एक हिसाबले भन्नुपर्दा मार्शल बेस्ट जस्तो देखिनुहुन्छ। नेपालको राजनीति यसै पनि पछिल्लो समय बाहुबली भएर गएको छ। यो ढङ्गले स्ट्याग्नेसनमा मुलुक चल्न सक्दैन। देशमा विकृति छ, विसङ्गति छ, भ्रष्टाचार छ, पब्लिकको दुर्गति छ, महँगीले जनताको ढाड सेकिएको छ, घाँसपास कपास, शिक्षा स्वास्थ्य सुरक्षाको आधारभूत आवश्यकताले भुइँ मान्छेहरू तडपिएका छन्। 23-24 मध्ये 23 गते राज्यको तर्फबाट हिंसा भयो, क्रूरता लादियो भनियो। 24 गते चाहिँ जेएनजीको नाउँमा बदलाभावमा जेल तोडेर आएका अपराधीहरू, विभिन्न लफङ्गाहरू र समाजलाई दग्ध बनाउने, नेपाललाई फेल्ड स्टेट बनाउन चाहने देशी विदेशी प्रतिक्रियावादीहरूद्वारा जेएनजी सहितको अन्तरिम संसद बनाएर त्यसलाई 2/3 मेजोरिटीले पास गरेर त्यसपछि त्यसलाई वैधानिकता दिएर बल्ल त्यही संसदबाट प्रधानमन्त्री चुन्नु पर्थ्यो। तब मात्रै त्यो वैधानिक हुन सक्थ्यो। आदरणीय दर्शकवृन्द नमस्कार। द विमल शो कार्यक्रममा हार्दिक स्वागत छ। म विमल श्रेष्ठ। यस कार्यक्रममा विभिन्न क्षेत्रका विभिन्न व्यक्तित्वहरूसँगको समय सान्दर्भिक कुराकानी गर्ने क्रममा आज विशेष अतिथिका साथ म उपस्थित भइसकेको छु। आजको विशेष अतिथि हुनुहुन्छ अभियन्ता पुण्य गौतम। आउनुहोस् उहाँलाई स्वागत गरौँ। सर नमस्कार। धेरै धेरै धन्यवाद विमल सर, थ्याङ्क यू। तपाईँको सो त म एकदम महत्त्वका साथ हेर्छु। तपाईँ आफैमा एनर्जेटिक असल व्यक्ति हुनुहुन्छ। इट्स प्लेजर फर माई, थ्याङ्क यू। सर नयाँ खबर कसरी बिताउनु भएको छ? नयाँ खबर के छ अहिले देशको अवस्था व्यवस्था? अब नयाँ ठिकै छ। अब यथास्थिति चिरेर अगाडि जानुपर्छ। यो ढङ्गले स्ट्याग्नेसनमा मुलुक चल्न सक्दैन। देशमा विकृति छ, विसङ्गति छ, भ्रष्टाचार छ, पब्लिकको दुर्गति छ, महँगीले जनताको ढाड सेकिएको छ, घाँसपास कपास, शिक्षा स्वास्थ्य सुरक्षाको आधारभूत आवश्यकताले भुइँ मान्छेहरू तडपिएका छन्। एकाथरीको जीवनस्तर युरोपियन स्ट्यान्डर्डमा गएको छ, तर जनता खस्किँदै गएको अवस्थामा देश जनता विकास समृद्धिलाई केन्द्रमा राखेर राजनीतिक पार्टीहरूले रोडम्याप कोरुन्। स्थापित ठुला दलहरू पनि अब चुनावको तयारी गरिरहेछन्। काङ्ग्रेस एमाले यता नयाँ नवगठित पार्टीहरू सहकार्य एकता ध्रुवीकरणको क्रममा छन्। विभिन्न चित्र विचित्रहरू देखिएको छ यो राजनीतिमा। अहिले तपाईँको जेएनजी आन्दोलन चलिरहेछ होइन, एकदम व्यापक रूपमा। खास के हो यो? अब जेएनजी एउटा भावना हो, जेएनजी एउटा रिभोल्ट हो, विद्रोह हो, रिबेल हो। अब त्यो सधैँ एकै प्रकारले चल्दैन। हजुर, जेएनजीको नाउँमा विगतमा अनाधिकृत घुसपैठ भयो, देशमा वितण्डा मच्चियो। 13 र 14 को घटनाको इतिहास साक्षी छ, गवाही छ। हजुर, 13 गते राज्यबाट एकदमै क्रूर हिंसा भयो भनिएको छ। गौरीबहादुर कार्की आयोगले अनुसन्धान पनि गर्दैछ, त्यसको म्याद पनि थप्ने होला। 23-24 मध्ये 23 गते राज्यको तर्फबाट हिंसा भयो, क्रूरता लादियो भनियो। 24 गते चाहिँ जेएनजीको नाउँमा बदलाभावमा जेल तोडेर आएका अपराधीहरू, विभिन्न लफङ्गाहरू र समाजलाई दग्ध बनाउने, नेपाललाई फेल्ड स्टेट बनाउन चाहने देशी विदेशी प्रतिक्रियावादीहरूद्वारा तत्त्वहरूले आगजनी गरे। अब त्यो त देखिया छ धेरैतिर होइन। कति मान्छे पक्राउ पनि परेका छन्। हजारौँ हजार मान्छे जेल तोडेर ब्रेक गरेर आए। त्यो त एकजनालाई छोडेको होइन, देशव्यापी छोडेको हो नि त। सरकारले नै छोडेको जस्तो लाग्छ। छोडेको भन्दा पनि त्यो एउटा यस्तो माहौल बन्यो कि राज्यविहीनता थियो। फर्स्ट टाइम इन नेपालीज हिस्ट्री। आधुनिक नेपालको विकास भएदेखि यता 7 सालदेखि यता, अझ राणाकालदेखि यता तपाईँले राज्यमा प्रहरी छैन, सेना छैन,
सिडिओ छैन, प्रशासन छैन भनेको पहिलोचोटि यसपालि नै हो। इतिहासमै पहिलोपल्ट भन्नुभयो तपाईँले जेएनजी आन्दोलनहरू। एकातिर मिरज ढुङ्गाना छ, अर्कोतिर सुदन गुरुङ छ। यिनीहरूले नेतृत्व गरिरहेको अवस्थामा पनि यिनीहरू पनि मिलेको अवस्था छैन जस्तो लाग्छ अहिले। अब यो जेएनजीको नेता को भनेर यसो वतिएर हेर्दा कता हो जिरी कता हो गाठी जस्तो छ। एकजना दृष्टिविहीनले हात्ती छामेछ, यसो पुच्छरमा छाम्यो, यो यही हात्ती हो भन्यो। सुँडमा छाम्यो, ओहो हात्ती भने त सुँड हुँदो रहेछ भन्ठान्यो। खुट्टामा छाम्यो, खुट्टेको हात्ती ठान्यो भने जस्तै जेएनजीको असली नेता को भन्ने कसैलाई थाहा छैन। किनभने यो जेएनजी आफैमा स्पोन्टेनियस विद्रोह थियो, त्यसलाई सङ्गठित हिसाबले सडकमा ल्याइएको थिएन। तर त्यसको मौकाको दुरुपयोग गरेर सुदन गुरुङ जो पानी बाँड्न आएका थिए, उनलाई त अब सुशीला आमैले प्रधानमन्त्रीज्यूले मेरो जेठो छोरो भनेर डिएनए टेस्ट गरिवरी राजनैतिक हिसाबले जन्मदर्ता प्रमाणपत्र पनि दिइसक्नु हो भने उहाँको बायोलोजिकल सन अहिले युरोप अमेरिका कता छन्, साइकोलोजिकल सनको बिगबिगी छ। अब मिराज ढुङ्गाना यसो नर्सरी सरसरीको व्यापार गर्दै आएको भाइ हेटौडाको रहेछन्। अब ती भाइ पनि मौकामा चौका हानौँ भनेर आए, बिचमा फेरि जेएनजी मुभमेन्ट हुँदा लापत्ता भए। भन्नाले वास्तवमा जेएनजीलाई व्यवहारिसे बनाएर जेएनजीको नाउँमा राजनीतिक रोटी सेक्नेहरूको अहिले हाली मुहाली चलिरहेको अवस्था छ। यो अब व्यवस्था त जेएनजीले नै बनाएको हो, सुशीला कार्कीले जेएनजीले बनाएको हो। फेरि जेएनजीहरूले नै हटाउन खोजिरहेछन्। जेएनजीले नै बनाएको सरकार हो नि त यो त, होइन र? म त्यो प्रकारले विश्वास गर्दिनँ। तपाईँ त एउटा राजनीतिक विश्लेषण गर्ने व्यक्तित्व हुनुहुन्छ तपाईँ। मलाई विश्वास छैन त्यसमा, किनभने जेएनजीको भावनाको दुरुपयोग गरेर यो सरकार जेएनजीको नाउँमा थोपरिएको हो। देशी विदेशी राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्र, समता फाउन्डेसन, बारबेरा फाउन्डेसन, अन्तर्राष्ट्रिय आइएनजिओ एनजिओहरूको प्रभावमा कथित एउटा डिस्कर्ड चलाएर यो सरकार गठन गरिएको छ। सोसियल नेटवर्किङ साइट अर्थात् जुम मिटिङ गरेर 50-60 हजार मान्छे जम्मा गरेर पहिला बालनले 1 नम्बरमा आफ्नो नाम टिपाउनु भयो प्रधानमन्त्रीमा। तर अन्तर्राष्ट्रिय रूपमा त्यो नाम स्वीकार्य नभएपछि उहाँले त्यहाँ अङ्गुर अमिलोको नीति अप्नाउनु भयो। अर्थात् आफूले नपाइसकेपछि मैले किस्तीमा ल्याएर दिएको प्रधानमन्त्री पनि छोडेँ, मलाई चाहिएन भन्नुभयो। अब त्यसपछि स्वाभाविक थियो, सुरुदेखि नै भारतीय मिडियाले सुशीला कार्की जो फर्मर चिफ जस्टिसको स्ट्याटस पाउनुहुन्छ, पूर्व प्रधान न्यायाधीश, उहाँलाई तयार गरिएको रहेछ, उहाँलाई थपक्क ल्याइयो। त्यसकारण यसको संवैधानिक जग पनि छैन। अर्को क्रान्तिकारी प्रक्रियाबाट आएको भनौँ भने संविधान ज्यूका त्यौँ उही छ, संविधान संशोधन भएको छैन, मात्र संसद विघटन गरियो र यो सरकार थोपरियो भन्नाले यो संविधानको कुनै पनि धारा उपधाराले चिन्दैन। डक्ट्रिन अफ नेसेसिटी, आवश्यकताको सिद्धान्तको आधारमा यो सरकार गठन भयो। अब आवश्यकताको सिद्धान्तले काम गर्न छोडेपछि यो सरकारको औचित्यता समाप्त। ठिक छ, तपाईँको संविधानले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन नहुने थियो भन्ने जस्तो कुरा तपाईँको आयो। प्रधानमन्त्री को हुनु पर्थ्यो तपाईँको नजरमा ठ्याक्क भन्नु पर्दा? होइन, अब यसरी पात्र बालनै हुनु पर्थ्यो कि हर्क हुनु पर्थ्यो? दुईटा कुरा हो हेर्नुहोस्, रवि हुनु पर्थ्यो कि होइन? त्यो पात्रमा व्यक्ति चरित्रमा प्रवेश गर्नु अगाडिको अर्को चित्र हामी निकालौँ, चरित्रभन्दा अगाडि चित्र। या त तपाईँले कम्प्लिटली यो संविधानलाई पुनर्लेखन गरेर अन्तरिम संविधान बनाएर सबभन्दा पहिला त गोलमेज सम्मेलन जेएनजी सहित गरेर, होइन, अनि त्यसपछि एउटा लेजिटिमेसी लिनु पर्थ्यो, अन्तरिम संसद बनाउनु पर्थ्यो, त्यसले अन्तरिम संविधानको ड्राफ्ट गर्नु पर्थ्यो, जेएनजी सहितको अन्तरिम संसद बनाएर त्यसलाई 2/3 मेजोरिटीले पास गरेर त्यसपछि त्यसलाई वैधानिकता दिएर बल्ल त्यही संसदबाट प्रधानमन्त्री चुन्नु पर्थ्यो, तब मात्रै त्यो वैधानिक हुन सक्थ्यो। या त यो बाटो, अब या त अब तपाईँको अहिले दलहरू सर्वोच्च अदालत धाइरहेछन्। जेएनजी आन्दोलन कसको कारणले चाहिँ उत्पन्न भयो? अहिले जेएनजीको जेन्युन मुद्दा के थियो? देशमा प्रत्यक्ष कार्यकारीको चुनाव गरौँ, परम्परागत संसदीय चुनाव निकास होइन भनेर जेएनजीहरूले भनिरहेका थिए। के प्रत्यक्ष कार्यकारी अर्थात् जनताले आफैले आफ्नो राष्ट्रपति वा प्रधानमन्त्री चुन्ने अधिकार पाए त पाएनन् भन्ने बित्तिकै जेएनजीको पहिलो अवधारणामाथि नै आत्मघात गरियो, छोरा रोपियो। दोस्रो उनीहरूको माग के थियो भने भ्रष्टाचार विरुद्ध, खास गरी भन्ने भने 7 सालदेखि अहिलेसम्म भएका
जति पनि कपलाबाजी छ, भ्रष्टाचार छ, त्यो विरुद्ध शक्तिशाली आयोग बनाएर जानुपर्छ। त्यो पनि भएन। त्यसो भए यो प्रदेशको गज्याङ गुजुङ यो अन्त्य गर्नुपर्छ भन्ने थियो। केही पनि भएन। मात्र एक थान प्रधानमन्त्रीको बस सुशीला कार्कीजीको सिंहदरबारमा प्रत्यारोपण भयो। अब फर्स्ट टाइम इन नेपालीज हिस्ट्री पहिलो महिला प्रधान न्यायाधीशको इतिहास त उहाँले आफ्नो नाउँमा दर्ज नै गर्नुभएको थियो, रेकर्डेड नै गर्नुभएको थियो। दोस्रो रेकर्ड पनि तोड्नुभयो। नेपालमा अहिलेसम्म फिमेल प्राइम मिनिस्टर थिएन। उहाँ पहिलो महिला प्रधान न्यायाधीश पनि साथै हुनुभयो। प्रधान न्यायाधीश त हुनुहुन्थ्यो नि भन्ने हिसाबले आफ्नो नाउँमा 2वटा रेकर्ड कायम गर्ने बाहेक खासै नेपालको लागि कुनै उपलब्धिपूर्ण काम भएको पनि छैन। र यो सरकारले काँसी जाने कुत्तीको बाटो भने जस्तो चुनाव गराउनको लागि पछि यो सरकार चाहिँ तपाईँको 50 वर्षपछि चाहिँ धकलियो भन्ने कुरा तपाईँको भयो। केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, रमेश लेखक हुनुहुन्थ्यो होइन? के भन्नुहुन्छ केपी ओली एकातिर, रमेश लेखक होइन? अब त्यो सरकार संसदले बनाएको थियो। अब त्यो सरकारको लेजिटिमेसी संसदमै सीमित हुन्छ होइन? जनताका प्रतिनिधिहरू चुनिएर आएको थियो पार्लियामेन्टमा। हामीलाई मन परे पनि नपरे पनि यो पार्लियामेन्ट्री सिस्टममा उनीहरूको बहुमतले यो सरकार निर्माण भएको थियो भन्नाले यसलाई बहुमतले अविश्वास गरेर मात्रै ढाल्न सक्थ्यो। मैले भनिहालेँ कि त क्रान्तिकारी विद्रोह गरेर 63 सालमा माओवादी सहितको अन्तरिम संविधान बनाए, संसद बनाए जस्तै, अन्तरिम संविधान बनाए जस्तै जेएनजी सहितको अन्तरिम सरकार प्लस अन्तरिम संविधानले संविधान संशोधन गरेर वैधानिक हिसाबले नयाँ सरकार बनाउने बाटो खोलेर जसरी ल्याए पनि हुन्थ्यो होइन? अब यो त सिधै प्रत्यारोपण गरेको भयो। इन्ट्रेस्टिङ कुरा गर्छु कि सुशीला कार्कीजी भन्दा प्रधानमन्त्री बन्न तपाईँ र म पुण्य गौतम योग्य छु। कसरी मलाई सोध्नुहोस्? कसरी भने कसरी भन्नुहोस्? हो, नेपालको संविधानले प्रधान न्यायाधीश जस्तो गरिमामय सम्माननीय पदमा पुगिसकेको व्यक्तिलाई सिर्फ एक ठाउँको लागि मात्रै नियुक्त हुन योग्य ठान्छ। त्यो भनेको राष्ट्रिय मानव अधिकार आयोग। त्यो बाहेक कुनै पनि राजकीय पदमा पुग्न प्रतिबन्ध लगाएको छ संविधानले। तर तपाईँलाई त प्रतिबन्ध छैन। तपाईँ वंशजको नेपाली नागरिक भन्ने बित्तिकै बरु त सुशीला कार्की जेएनजीले त मन्त्री बनाउन बोलाएकै हो त, तपाईँ दौडिन लागेकै हो के हो खास? अब यस्तो किन नजानु भएको? गयो भने केही न केही हुन्थ्यो होला। नजानी भन्दा पनि त्यो बेलाको अवस्था त्यस्तै थियो। मलाई एज अ कम्युनिकेसन मिनिस्टर सञ्चार मन्त्रीको रूपमा बालुवाटारको सूत्रले एप्रोच गरेको थियो। अब हुनसक्छ मलाई मन नपराउने मान्छे अब बालेन शाहजी हुनुहुन्थ्यो कि को हुनुहुन्थ्यो त्यही थियो होला नम्बर 1। अब फ्याङ्क भन्नु पर्यो नि त। मेरो देशभक्तिपूर्ण अडान छ। म समता फाउन्डेसनवाला होइन, मेरो लुसिफर प्रवृत्ति छैन। म बारवटा फाउन्डेसन सञ्चार मन्त्री बनाउन चाहिँ कसले अफर होइन? फ्री तिब्बत मुभमेन्टमा मेरो कुनै रुचि थिएन, लगाव थिएन, त्यसको विरोधी थिएँ। त्यसकारण म अयोग्य भएँ होला। अहिले देखिरहनु भएको छ ऐरे गैरे भैरे नथु खैरे जस्ता मान्छेलाई पनि टिपेर मन्त्री बन्ने काम भएको छ, एकाध अपवाद बाहेक होइन। अब मलाई कुनै सूत्र गम्भीर सूत्रले एप्रोच गराएको थियो किनभने सुशीला कार्कीजीसँग मेरो निकै लामो पुरानो चिन्जान हो। इन्ट्रेस्टिङ एउटा कुरा के गरिदिउँ भने धनकुटामा एउटा प्रोग्राम भएको थियो ह्युमन राइट्स सम्बन्धी। उहाँ र म लगभग एउटै गाडीको एउटै सिटमा बसेर, त्यतिखेर उहाँ प्रधान न्यायाधीश पनि हुनुभएको थिएन। उहाँ वरिष्ठ अधिवक्ता सिनियर एडभोकेट हुनुहुन्थ्यो। हाम्रो पूर्णबहादुर कार्कीजी उपाध्यक्ष र मुक्ति प्रधान अध्यक्ष रहेको राष्ट्रिय मानवाधिकार सरोकार केन्द्रको म सेन्ट्रल सेक्रेटेरिएट मेम्बर, केन्द्रीय सचिवालय सदस्य थिएँ। उहाँ एज अ गेस्ट जानुभएको थियो। त्यतिखेरदेखिको चिन्जान हो मेरो भन्नाले 65-66 सालदेखि 64-65। ठिक छ, यहाँ सुन्नु। अब बालेन शाह एकातिर हुनुहुन्छ, रवि लामिछाने। रवि लामिछाने तपाईँको मामाको छोरा होइन? बालेन शाह हिजो बेलुकाको न्युज के छ एउटा तपाईँको के ठ्याक्क भन्नुहोस्, तपाईँलाई सबै थाहा छ नि त यो त। अब यस्तो हो हेर्नुहोस्, मैले अघि नै तपाईँलाई भने यो सरकारको जग गैर संवैधानिक हुनाले, संविधानले यो सरकार नचिन्ने हुनाले उहाँ कम्फर्ट जोनमा हुनुहुन्न कुनै पनि समय। अब अहिले म सुन्दैछु बालवाला प्रधान न्यायाधीश जो चैतमा घर बिदामा जाँदै हुनुहुन्छ रिटायर भएर, उहाँको महत्त्वाकांक्षा भड्काइएको छ र उहाँलाई नै सरकार संसद पुनर्स्थापना गरेर संसदबाट 2/3 संविधान संशोधन गरेर उहाँलाई नै प्राइम मिनिस्टर बनाउने गरी, अहिले नयाँ खिलराज बेगमी बनाउने गरी सुशीला कार्कीको सरकारलाई अवैध ठहराउने
र यो सरकारै हटाइदिने चुनावको किस्सा पछाडि सार्ने खेल हुँदैछ भन्ने मैले सुनेको छु। अब जहाँसम्म तपाईँले हिजोको सहमतिको विषयमा सोध्नुभयो, मैले अघि चाहिँ जनआस्था लगायतका मिडियामा आएको समाचारको विषयमा पनि अब यो विचित्र एउटा अवस्था के छ भने नयाँ भनिएका शक्तिहरूमा पनि जति आत्मविश्वास आउनुपर्छ त्यति आइरहेको छैन। खास गरी भनियो भने हर्क साम्पाङज्यूले पूर्वबाट एउटा व्यापक जनवाद ल्याएपछि नयाँ भनिएका शक्तिहरूमा पनि हिंताबोध पलायो। गाउँ बस्ती बस्तीमा उहाँले त हर्क साम्पाङको समितिमा त अहिले त पार्टीमा त मान्छेहरू त अलि नराम्रो मान्छे पर्यो भन्ने सुनिन्छ नि जेलको कुरा। यो विषयमा कुरा गर्छु, पहिला तपाईँको प्रश्नको जवाफ दिन्छु। हजुर, भन्ने बित्तिकै एउटा त उनीहरू रक्षात्मक भएका छन् जेनजी मुभमेन्ट पछि। हो, तपाईँले ठिकै भन्नुभयो, रवि लामिछानेजी मेरो बुढो मावली हुनुहुन्छ, आमाको मामाको छोरा हुनुहुन्छ, स्वाभाविक रूपमा रगतको नाता छ। मैले उहाँको रिहाई होस् भनेर कामना पनि गरे आउँ त्यो अर्थमा। तर तपाईँले एउटा कुरा के ख्याल गर्नुपर्छ भने अहिलेको परिस्थितिमा बालेन शाह पनि जेएनजी मुभमेन्ट पछि लुसिफर आदि इत्यादि भनेर एक्सपोज गरिए। रवि लामिछानेलाई पनि सहकारी लगायत विभिन्न काण्डहरू लगाइयो होइन, मुद्दाहरू भयो भन्ने बित्तिकै दुई रक्षात्मक जस्तो भएका व्यक्तिहरू र साथमा कुलमान घिसिङलाई पनि विभिन्न खालका आरोपहरू लगाएका छन्। उनले राम्रा काम पनि गरेका छन्। त्यसपछि उनीहरू एकताबद्ध भएर नजाने भने हाम्रो खैरियत छैन, छुट्टा छुट्टै लड्दा हामी धाराशाही हुन्छौँ भन्ने निष्कर्षमा पुगे। बालेन शाह योभन्दा अगाडि चुनावै नलड्ने, शान्त सुखायमा बस्ने भन्ने मोडमा थिए। उनको मोड अचानक चेन्ज भयो र उनले अलरेडी दर्ता गरेको एउटा पार्टीलाई बिउजाए जसको चुनाव चिन्ह लौरो छ, त्यो तपाईँलाई थाहा छँदैछ। त्यसपछि रवि लामिछाने र बालेन शाहको बिचमा लगभग जेन्टलमेन एग्रिमेन्ट भएको। रवि लामिछाने लगत्तै सेकेन्ड प्रोटोकलमा बालेन शाह रहने दोस्रो वरियतामा। त्यसपछि भावी प्रधानमन्त्रीको रूपमा बालेनलाई अगाडि सार्ने अहिले तत्काल भोलिको प्रधानमन्त्री बालेन शाह नै भन्नु होइन। सुन्नु न, उनीहरूको प्लान हो यहाँ त नानी पाउनु कहिले कोक्रो बुन्नु अहिले भने जस्तो होइन, कोहीलाई के धन्दा कोहीलाई के धन्दा, घरमा खाना के धन्दा भने जस्तो। देशमा हजारौँ समस्या छ, यहाँ महँगी छ, गरिबी छ, भ्रष्टाचार छ, देश विकासको रोडम्याप तयार गर्नु छ। फ्रम थर्ड वर्ल्ड कन्ट्री टु फर्स्ट वर्ल्डका लेखक ली कुआन यू जो सिङ्गापुर आधुनिक सिङ्गापुरको महान निर्माता हुनुहुन्छ, उहाँको जस्तै एउटा पर्सनालिटी चाहिएको छ, ड्यासिङ विकासवादी डेङ साओपिङ जस्तो व्यक्ति चाहिएको छ। तर यहाँ कुर्सीवादी सोचले कुर्सीको म्युजिकल चेयर आयोजित भएको छ, त्यस कारणले समस्या हजारौँ छन्, लफडाहरू छन्, तनाव छ। तपाईँको बालेन शाह, हर्क साम्पाङ, रवि लामिछाने यो तीनटा व्यक्ति मध्ये शक्तिशाली व्यक्ति को हो त? अब प्रधानमन्त्री बालेन शाह र रविले सार्वजनिक अपिल लगभग गर्नुभएको छ। हर्क साम्पाङजीले चाहिँ म तपाईँहरूको मोर्चामा आउँदिनँ, उहाँको चाहिँ भनाइमा जेएनजी मुभमेन्टका बेग्लै उहाँले के भनिरहनु भएको छ स्ट्याटस मार्फत भने उहाँको राजनीति बुझ्न उहाँको स्ट्याटस भिजिट गर्नुपर्छ, उहाँको फेसबुक पेज भिजिट गर्नुपर्छ। उहाँले के भनिरहनु भएको छ भने लुसिफरवादी चिन्तन बोकेका जेएनजीलाई मर्न छाडेर आफू एक्लै मोजमस्ती गर्न हिँडेकाहरूसँग म मिल्दिनँ। अथवा रविजीलाई पनि उहाँले व्यङ्ग्य गरिरहनु भएको छ र उहाँमा चाहिँ के देखिन्छ भने म एक्लै गर्न सक्छु। अझ स्थानीय विशिष्टता अनुसार हुनसक्छ भोलि कतिपय ठाउँमा नेपाली काङ्ग्रेसहरू एमालेसँग सहकारी हुन सक्ने, अघोषित भनौँ न, घोषित त नहोला। उहाँको पार्टीमा अहिले विवाद आइरहेछ नि तपाईँको? त्यो म भन्छु, जस्तो दुईटा पात्रको विषयलाई लिएर अलि हुडङ्ग मच्यो र हर्क साम्पाङज्यूहरूका विरोधीले गरम मसला पनि खुबै पाए। ब्याक टु ब्याक दुईजना उपाध्यक्षहरूको दुर्भाग्य देखियो। नम्बर 1 देवराज लामा भनिने एकजना विश्वक्रान्ति पनि भनिन्छ, उहाँलाई अचानक विस्फोटक पदार्थ ओसार पसारमा कराबजाब बनाएर अहिले लगभग कारागार चलान गरौँ, उहाँको मुद्दा विचाराइदिन्छ। हुन त उहाँ 2068 साल फागुन 15 गतेको अमानवीय बम विस्फोटको एउटा अभियुक्तको रूपमा पक्राउ पर्नुभयो र 8 वर्ष कर्तव्य ज्यान मुद्दामा व्यतीत गरेर उहाँ 76 सालमा हिरासत जेल मुक्त हुनुभयो। जबकि उहाँका विरोधीले 14-15 वर्ष जेल थुनिनुपर्ने मान्छे कहाँबाट मुक्त भयो भनिरहेछन्। त्यो चाहिँ राष्ट्रपतिले आम माफी दिँदा उहाँ पनि पर्नुभयो। नम्बर 1 उहाँ 76 सालमा त्यसरी छुट्नुभयो। नम्बर 1। नम्बर 2 68 सालमा पक्राउ पर्नु भएको थियो, 76 सालमा छुट्नुभयो।
अब अर्को तपाईँलाई म यो भन्नै पर्छ कि उहाँको मुद्दा त्यसरी विचाराधीन हुँदा त्यो अध्यक्ष पद पेन्डिङ जस्तो हो। अर्को एक अति महत्त्वकांक्षी चतुर व्यक्ति हुनुहुन्थ्यो मित्र परियार, जो आफूलाई अब्बल दर्जाको इन्टेलेक्चुअल एकाडेमिक्स पनि सम्झिनुहुन्छ। उहाँ पुरै रणनीतिका साथ, उहाँ एनजिओवादी पनि हो, उहाँ एमसिसीवादी पनि हो, एमसिसीको पक्षमा खुल्ला वकालत गर्नुभएको छ। अब हर्क साम्पाङज्यूहरूले पनि अलिकति भावुक भएर उहाँको पार्टीले विश्वास गरिहाल्यो र उहाँलाई उपाध्यक्षको रूपमा मनोनयन गरियो। अनि उहाँ एउटा बुटोलको प्रोग्राममा बम ब्लास्टिङ तरिकाले पेश आउनुभयो। मलाई बोल्न नदिने यो के हो भनेर झडाङ्ग गरिसकेपछि त्यही कुराले रणाको मचिएर उहाँ निलम्बनमा पर्नुभयो। हिजोसम्म हेर्नुहोस् है, उहाँ के भन्दै हुनुहुन्थ्यो भने त्यो गोल्डन टिभीमा गएर भिडियो हेर्नुहोस्, उहाँ चाहिँ राजनीतिक पहिला जाने मान्छे होइन भनिरहनु भएको थियो। अनि उहाँ पार्टी चार्दै पोलिटिकल प्रेस्टिच्युट हुन चाहनुहुन्न भनिरहनु भएको थियो। आज स्वाटै उहाँ माओवादी भनिने नेपाल कम्युनिस्ट पार्टीमा, नेपाली कम्युनिस्ट पार्टी प्रचण्डको शरणमा पुग्नुभयो भन्ने बित्तिकै उहाँ त समानुपातिमा त्यहाँ लिस्टमा नपरेपछि विद्रोह गरेको देखियो। लिस्टमा पर्नको लागि साम्पाङ पनि हामी एकछिन साइड लगाएर हौँ। रवि लामिछाने र बालेन शाह मध्ये प्रधानमन्त्री को हुन्छ त भोलि? अब ठ्याक्कै भन्नु त सर, हजुरको नजरमा यस्तो हो, अब नेपालको वंशजको हर कोही मान्छे राजनीतिमा उत्रिएको छ भने वंशजको नागरिक प्रधानमन्त्री हुनको लागि योग्य हुन्छ। अझ तपाईँलाई भन्छु, राजनीतिक रिङमा कहिल्यै नउत्रिएको सुशीला कार्की त भाग्यले गर्दा, चाहे सुशीला कार्की चाहे खेलराज रेग्मी, उनीहरू त प्रधानमन्त्री भयो भने लाइनमा बसेका मान्छे जो कोही हुनसक्छन्। तपाईँ हुन सक्नुहुन्छ, म हुन सक्छु। अब उनीहरूले भागभण्डा गरेका छन्। अहिलेको लागि चाहिँ रवि लामिछानेका केही मुद्दाहरू हुनाले त्यो मुद्दा नसल्टिएसम्म उहाँले सांसद जिते पनि मन्त्री हुन नपाउने, प्रधानमन्त्री हुन नपाउने भन्ने एउटा कानुनी प्रावधान फौजदारी केसको कारणले बाध्यात्मक प्रावधान हुनाले उहाँ चाहिँ ब्याक बस्ने र बालेन शाहलाई नि अहिले अगाडि त्यो खालको जेन्टलमेन एग्रिमेन्ट भएको छ र त्यसको लिखित सहमति ड्राफ्ट आज टुङ्गिन्छ भनिएको छ। तर राजनीतिमा केही भन्न सकिँदैन। अहिले भएको समझदारी भरेसम्म तोडिन पनि सक्छ। अब तपाईँको संसद पुनर्स्थापना हुन्छ, चुनाव हुँदैन भन्ने कुरा हो। यति भए हुने बित्तिकै पुरानो दल स्वत आउने भइहाल्यो देशमा। अब यो बालेन शाह, हर्क साम्पाङ, गोपी हिमाल, रवि लामिछाने भन्दा पनि अहिले त केपी ओली होइन र? होइन, यस्तो संसद पुनर्स्थापना गरे पनि शेरबहादुर देउवा पुनः प्रधानमन्त्री तत्काल नबन्ने मोडमा छन्। किनभने फेरि उनलाई तर्साएको छ त्यो पुरानै घटना। नेतृत्व नगर्ने अहिले बरु कुनै प्रधान न्यायाधीश, चाहे बालवाला होस् चाहे पुपु, हुन त पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठजीको पनि दौडधुप चर्कै छ। त्यसरी जाने भन्ने मोडमा चाहिँ नेपाली काङ्ग्रेस देखिन्छ। त्यो गरिसकेपछि के हो, एक बारको जुनीमा मलाई पनि प्रधानमन्त्री बन्न मन छ, तपाईँलाई पनि छ भने जस्तै प्रधान न्यायाधीश महोदय अहिले प्रकाश सिंह रावतज्यू हुनुहुन्छ, जो चैतमा विधामा जानुहुन्छ। त्योभन्दा अगाडि अब प्रधानमन्त्री भइदेऊ न त भन्ने मोड होला नि त उहाँलाई। त्यसकारण संसद पुनर्स्थापनाको मोडमा उहाँ हुनुहुन्छ होला। तपाईँलाई पुण्य गौतमलाई राजावादी पनि भन्ने गरिन्थ्यो पहिला। त्यो गलत कुरा हो। कसले भन्यो? हजुर, रवि लामिछानेको मामाको छोरा दाजुभाइ नै पर्यो। राष्ट्रपाल तपाईँलाई बोलाएन? होइन, म चाहिँ कस्तो तपाईँलाई मन्त्री बन्न आऊ भनेन? सुन्नु म तपाईँलाई भन्छु, यो राजावादीवाला कुरामा चाहिँ हजुर म लोकतन्त्रमा विश्वास गर्छु, म समाजवादमा विश्वास गर्छु। तर हिन्दू राष्ट्र चाहिन्छ भन्ने मान्छे म भन्छु नि तपाईँलाई, सिद्धान्तले भू राजनीति जन्माउँदैन, भू राजनीतिले सिद्धान्त जन्माउँछ। जस्तो डेमोक्रेटिक पिपल्स रिपब्लिक अफ कोरिया, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको भौगोलिक विशिष्टता अनुसार त्यहाँ चिनिया जनवाद जस्तो पनि होइन, रुसी समाजवाद जस्तो पनि होइन, मौलिक किसिमको विचार जन्मियो भने जस्तै रबर्ट डी कप्लानले त्यसको विषयमा बहुत इन्ट्रेस्टिङ तरिकाले इन्टरप्रिटेसन गर्नुभएको छ। त्यही ढङ्गले नेपाल भोलि नरहने हो। नेपालको विशिष्ट भू राजनीतिक अवस्थाले राष्ट्रिय सहमति सहित यदि कुनै संस्थालाई स्पेस दिने कुरा राष्ट्रिय सहमतिको आधारमा छिनोफानो गरिन्छ भने त्यसमा बाधक हुनु पर्दैन भन्ने मेरो मत हो। कुनै पनि
संस्थाले कुनै पनि तन्त्रले स्पेस पाउन सक्छ किनभने कुनै पनि वाद वा तन्त्रभन्दा ठुलो कुरा नेपालवाद हो नेपाल तन्त्र हो देश हो मानवता हो त्यो सोच्ने मान्छे अब रवि लामी छाने मलाई अफर दिनुभयो कि भएन भन्ने तपाईँको जहाँसम्म जिज्ञासा उठुटी छ अब हेर्नुहोस् राजनीतिक मौसम खराब छ यहाँ नेताहरू अभिनेताहरू नेता बनिरहेको अवस्था छ हामी जस्तो राजनीतिमा गरिब अभिनेताहरू पनि नेता भन्न आइरहेछन् म भन्दैछु तपाईँलाई यो निवेदन गर्छु समयको अन्त्यमा छौँ हामी अन्त्यमा छौँ मलाई आइनो थाहा छ अब यस्तो हो अब यो कस्तो हुन्छ भने नेतृत्वले गल्ती गर्नाले यो सब भएको पहिला नेतृत्वबाट जुन एक्सपेक्टेसन थियो नि सिङ्गापुर जस्तो देश बनाउनु भने सिङ्गापुर पो बनाएछन् त्यसकारण जनता इरिटेट भएर अब जो आउँछ त्यसलाई स्वीकार्ने बरु भन्ने हिसाबले गए तर अमिताभ बच्चनले भन्थे नि हेमावती नन्दन बहुगुणालाई हराए तर आई एम नट फिट फर पोलिटिक्स भनेपछि बफर्स काण्ड आएपछि भन्नाले तपाईँको कल्पना गर्नुहोस् यदि अर्जेन्टिनामा लियोनल मेस्सीले म राष्ट्रपति उठ्छु भन्यो भने राजनीतिक व्यक्तिको हरिविजोग हुँदैन राष्ट्रपति त मेस्सी नै हो तर चलाउन सक्छन् इन्डियामा शाहरुख खान र मोदी प्रत्यक्ष उठुन् त अमिताभ बच्चन र मोदी अमिताभ बच्चन वा शाहरुख खानले जित्छन् नि तर राजनीति गर्न राजनीतिक मान्छे चाहिन्छ क्रिस्टियानो रोनाल्डो पोर्चुगलको कसरी जित्न सक्छ अहिले तपाईँ पोर्चुगलको राष्ट्रपतिको नाम भन्न सक्नुहुन्न तर पोर्चुगलको क्रिस्टियानो रोनाल्डोलाई कसले चिन्दैन उनी राष्ट्रपतिको उठ्दैनन् त्यसकारण तपाईँ राइट म्यान इन राइट प्लेस हुनुपर्छ अब मैले गरिब दुखी रोगी असहायलाई अहिलेसम्म 30 लाख मद्दत गरेको छु मैले समाज सेवा गरेको छु राजनीतिक काम गरेको छु राजनीति सेलिब्रेटी पनि हुनुपर्छ नि होइन सेलिब्रेटी हुनु राम्रो हो त्यो चाहिँ भनेको कस्तो हो भने तपाईँमा भएको अतिरिक्त गुण र क्वालिटी हो तर सेलिब्रेटी हुनु मात्रै काफी छैन सेलिब्रेटी हुनु तपाईँको सुनमा सुगन्ध हो तपाईँमा गुण चाहिँ सुनको चाहियो त्यो भने राजनीतिक गुण हो राजनीतिक चरित्र हो सिद्धान्त हो तपाईँको महेश बस्नेत केपी ओली हजुरलाई त एकदमै मान्छन् उहाँको गुणगान पनि गर्नुहुन्छ कहिलेकाहीँ तपाईँको पछिल्लो समयमा के भन्नुहुन्छ महेश बस्नेत केपी ओली महेश बस्नेतजी भनेर चाहिँ युवा पुस्ताको बहुतै दरिलो मान्छे हो वा एक हिसाबले भन्नुपर्दा मार्शल भेस्ट जस्तो देखिनुहुन्छ नेपालको राजनीति यसै पनि पछिल्लो समय बाहुबली भएर गएको छ यहाँ दिमाग र बुद्धिभन्दा ज्यादा तागतको इस्तेमाल भएको छ यस्तो बेलामा आइरन कट्स आइरन जब विपक्षीहरू तपाईँ विरुद्ध आगोको गोला भएर खनिन्छन् भने तपाईँ सामना गर्नुपर्छ संस्कृतमा एउटा भनाइ छ के वीर भोग्या वसुन्धरा जो बहादुर छ त्यसले पृथ्वी भोग गर्छ भनेको छ कम्युनिस्टहरूमा कोही थिएन र त्यस्तो सामना गर्न सक्ने तर अब उहाँले आफ्नो बोल्डनेस देखाउनु हो उहाँको वाकपटुता पनि राम्रो सङ्गठनमा पनि पकड छ अब सम्भवतः यसै गरी जाने हो भने नेकपा एमाले भित्र महेश बस्नेतजी शेरधन राईज्यूहरू अथवा यताबाट इलेक्टेड भएको योगेश भट्टराईजीहरूको गोकर्ण विष्टजीहरूको भविष्य बहुत उज्जवल छ भोलि पार्टी अध्यक्ष र प्रधानमन्त्री हुने सम्भावनाका पात्रहरू उहाँहरू नै हुनुहुन्छ त्यस कारणले गर्दाखेरि राजनीतिमा स्ट्रगल फर एक्जिस्टेन्स चार्ल्स डार्विनको मान्यता छ नि अस्तित्वको लागि सङ्घर्ष गर्नुपर्छ हस्त कार्यक्रममा आउनु तपाईँले एउटा जिज्ञासा मसँग अघि अफ इयर राख्न खोज्नु भएको थियो म आफै जवाफ दिन्छु जहाँसम्म धर्मोस सुन्तलीको सवाल छ अब उनीहरूले वास्तवमा राजनीतिक स्पेस बनाउनै त्यो रङ्गशाला अभियान गरे आउन् तपाईँलाई इन्ट्रेस्टिङ कुरो भनौँ कतिले पैसाको रफु चक्कर भने के भने तर उनीहरूको त्यो मिसन लगभग फेल खायो र त्यो डिजास्टर भएपछि अहिले उनीहरू युनाइटेड स्टेट्स अफ अमेरिका कारण के हो फेल खानुको कारण के हो फेल खानुको कारण के भने भएको हो कि खास के हो के यो खुट्टी हेरेर चाल पाउनुपर्छ उहाँहरूको घाँटी चाहिँ यति सानो थियो हड्डी यति ठुलो निल्न खोज्नुभयो जबकि चन्दा उठाएर 3 अर्बको प्रोजेक्ट कुनै सेलिब्रिटीले नेपालमा सम्पन्न गर्न सक्दैन त्यो असम्भव काम हाट्नु हो त्यसको कारण अहिले उहाँहरूलाई त्यो प्रोजेक्ट चाहिँ फाँसीको फन्दा जस्तो हो हुन त विरोधीहरूले त्यसबाट मनग्गे पैसा उठाएर अमेरिकामा ग्यास स्टेसन खोलेको लिक्विड कम्पनी खोलेको भनेर भन्दै प्रकाश सुवेदी रोइयो गर्न थाले टेलिभिजनमा तर मलाई जहाँसम्म लाग्छ उनीहरूको छोरीको उपचार चलिरहेको छ स्वास्थ्य लाभको कामना गरौँ तर एउटा कुरा चाहिँ पक्का के हो भने आइन्दा कुनै पनि व्यक्तिले यदि कुनै काम आँट्छ भने तपाईँ आफै पनि एउटा इन्जिनियरिङ ब्याकग्राउन्डको व्यक्ति हुनुहुन्छ आई नो भेरी वेल होइन जस्तो म राजनीतिक शास्त्रको शोधार्थी हो
PhD स्कलर हो, तपाईँ इन्जिनियर भनेपछि आफ्नो विषय विज्ञता हुन्छ नि। मलाई राजनीति शास्त्रको अथवा राजनीतिक मैदानको ज्ञान छ, तपाईँलाई आफ्नो फिल्डको ज्ञान छ भने जस्तै हो। त्यस कारणले कुन्न कुन्न पानी मुन्ड मुन्ड बुद्धि भने जस्तो जो मान्छे आफ्नो फिल्डमा रमाउन सक्दैन। एउटा गायकले राम्रो गीत गाउने हो, डक्टरले चिकित्सकले उपचार गर्ने हो, टिचरले पढाउने हो, पत्रकारले मिडिया र सूचनामा खेल्ने हो, त्यसमा काम गर्ने हो भने जस्तै राजनीतिक कर्मीले देश चलाउने हो भन्ने मान्यता स्थापित गर्नुपर्छ। धन्यवाद तपाईँको टिभी टुडेलाई पनि धेरै अमूल्य समय महत्त्वपूर्ण विचारको लागि हार्दिक धन्यवाद। दर्शकलाई के भन्नुहुन्छ? अन्तिममा तपाईँको यो टेलिभिजन एकदमै लोकप्रिय छ र युट्युबबाट आउने यो भिडियो सबैले सेयर पनि गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गर्नु होला। यो मेरो लागि बहुत फ्यामिलियर च्यानल पनि हो र तपाईँ पनि व्यक्तिगत रूपमा एकदमै प्रतिभाशाली एकाडेमिक व्यक्ति हुनुहुन्छ। तपाईँहरूको च्यानल र इन्डिभिजुअली तपाईँको दिन दुगुना रात चौगुनाको दरले उन्नति प्रगति हुँदै जाओस्। थ्याङ्क यू। हस्, धन्यवाद। थ्याङ्क यू सो मच। हस् त, कार्यक्रम समाप्त भयो। अर्को एपिसोडमा यस्तै कार्यक्रम लिएर आउने बाचा गर्दै अहिले लागि बिदा चाहन्छु। नमस्कार।